नमस्ते तपाईहरु सबैजनालाई अनि वेलकम छ मेरो च्यानलमा फेरि पनि। र आज चाहिँ छेवारको बिहानको दिन चाहिँ यसरी बिजी चाहिँ हाम्रो भान्जी पनि आइपुगेको छ हो। भान्जी हिजो आइपुग्नु भएको हो। ए बुबु आउनुहोस् न सबैजना। अहिले चाहिँ मैले क्या जिब्रो निकाल्दैन सबैजना अहिले चाहिँ बिजी छ हाम्रो भान्जी। हेलो गरिदिन हामी साह्रो फुर्ती छ यता भान्जी चाहिँ हो। यता उपुरी छोरी नदेखाएन भनेर फेरि अनुहार फेरि एकछिनमा यता बुबुहरू बिजी हुनुहुन्छ सबैजना। यो माइती राजा अर्को माइती राजा माइती राजा पनि बिजी छ हो। यता अब बुबु आउनु भएको छ। बुबु चाहिँ गुरुसँग साथी हो। यता हाम्रो नियम पनि आएको छ। ठुलो नियम पनि आएको छ। अब बाहिर एकछिन एक्लन गर्छु। म त खासमा चिया बनाउँदैछु कि तर पनि भिडियो अलिकति बनाइराख्नु पर्यो भनेर। र यहाँनिर बाहिर अलिकति देखाउँछु सबै अलिकति। म अहिले भ्यान्जेलसम्म चाहिँ अलिकति बनाउँछु, त्यहाँदेखि चाहिँ म चाहिँ भ्याउँदिनँ बनाउनु हो। हाम्रो माछा पनि हिजो आइपुग्नु भएको। बिजी छ माछा हो। 8 बजीतिर आइपुग्छ अरे मुमा। 8:30 तिर मुमाले गुरु कति बजी आइपुग्छ भन्दैछ हो। यहाँ चाहिँ अब चाहिँ म स्मिता भयो। ए ल ए म त चिया बनाउँदै थिएँ। भान्जीले धन्न बोकेर गइहालेछ हो। ए ल आमामा कति हो र पिरा पनि 5-6 बोके त ल। अब चाहिँ म एकछिनमा कन्टिन्यू गर्नेछु भिडियो फेरि। अब चाहिँ म अलिकति बिजी हुनेछु हो। त्यसले गर्दा म यसरी फोन पक्रिनु भ्याउँदिनँ हो। अरूकोलाई पक्राउनु सबैजना बिजी नै छ हो। र नानी चाहिँ उठेको छैन। नानी चाहिँ उठेको छैन नि। उठेकै छैन नानी चाहिँ उठेकै छैन। अब नानीलाई उठाएर रेडी गर्नुपर्ने छ। हेलो गुड मर्निङ। ल अब रेडी हुनुपर्छ है। ल उठ्नु अब ल। ओके ल नानीको केक चाहिँ यहाँनिर छ। यो चाहिँ कप केक। मुनि चाहिँ केक। अहिले अब केक देखाउने चाहिँ एकछिनबाट। हाम्रो भाउजूले चाहिँ यहाँनिर चरुको तयारी गर्नुहुँदैछ हो। भाउजू ए मामा केस काट्ने मामा है बिजी। ल यहाँनिर चाहिँ नानीको चाहिँ यहाँनिर डेकोरेसन चाहिँ यतिको भएको छ। नानीको यहाँनिर बस्ने चाहिँ तर अझै सकेको छैन। यहाँनिर अझै आउनु हुँदैछ बनाउनु। यहाँनिर भाइ पापा बिजी। यहाँनिर चाहिँ पूजाको यहाँनिर गर्नुहुँदैछ बुबुले। बिचरा हाम्रो परको बुबुले रेडी गर्नुहुँदैछ। यहाँ चाहिँ पूजाको। र अब चाहिँ म पक्र यहाँ चाहिँ अब टी रुम यहाँ पर कुकिङपट्टि लानु पर्यो अलिकति तपाईँहरूलाई। विनोद भाइ कुक छ। विशाल सघाएको यहाँ बुबुलाई। मैना बिजी भयो यहाँ त सबैजना। सौम्य भाइ के ल्याइदिउँ? जुस ल्याइदिउँ कि चिया ल्याइदिउँ? विनोद भाइ चिया ल्याइदिउँ तातो छ। यहाँ चाहिँ बिर्सिँदो रहेछ हौ अलग्गै भएर के। अब यहाँ टी रुम भएपछि चाहिँ ल यहाँनिर सबै कुकिङ भइरहेको छ। र मोमोको टिम चाहिँ मैना मामा त लु मामा र बुबु त नि ल माथि चाहिँ मोमोको चाहिँ माथि छ। म देखाउँछु है तपाईँलाई। अब चाहिँ म पनि तयारी हुन्छु। नानीलाई चाहिँ अब एकछिनमा पहिला केस काटेर मात्रै चाहिँ नानीलाई चाहिँ लुगासुगा फेरिदिने। अहिले चाहिँ उसलाई चाहिँ यो के भन्छ लुगा फेरिदिँदिनँ एकछिनबाट। म चाहिँ लुगा फेरेर बस्दै गर्छु। लु म चाहिँ रेडी पनि भइसकेँ। आज चाहिँ मैले राईको यो लगाएको छु। के भन्छ मलाई याद पनि छैन। राईको ड्रेस भन्दा पनि माथिको चाहिँ राईको लगाएको छु। मुनि चाहिँ साडी नै लगाएको छु। लु मेरो छोराको यस्तो दामी केस चाहिँ अब चाहिँ दस्तुर अब काट्छ यो केस। अब चाहिँ गुरु पनि आइपुग्नु भयो। अब दस्तुरको लागि चाहिँ अब केस काट्छ। यता हेर्नु भाइ यता हेर्नुहोस् त। त्यहाँदेखि चाहिँ लुगा चेन्ज गर्नुपर्छ ल। यहाँनिर मामालाई दस्तुरको लागि यहाँ गर्दैछ हो। लु मामालाई दस्तुर अब मामाले काटिदिनु पर्ने। मामा यता चाहिँ मामा उता चाहिँ कन्ने भान्जी। कन्ने भन्छ है बुबु। ए उहाँ चाहिँ गुरुजी हुनुहुन्छ हो। ल अन्त विशाल
सर्वग्र सर्व शान्ति हंसा छ मनाम छ बुक छ मिछा वा आइदाका काङ धन्यवाद मामालाई अब अब दिनेश होइन अब दिनेशले काटेर सिङमा त सक्यो त अब दिनेश लाउँदा भयो यता नै दियान्स मेरो छोराको अब चाहिँ केस काट्ने बेला भयो दस्तुर सक्यो अब चाहिँ लास्ट लामो केसमा भाइलाई त्यहाँ त यो चाहिँ भिडियो है दिन्छ त एकछिन है ल फोटो भाइ भन्नुपर्छ होला ल डोडोसँग लामो केसमा फोटो खिच्दैछ भाइसँग ल चाहिँ अब के छोटो हुन्छ मेरो छोराको डोडो भाइसँग फोटो खिचेको अरे लु ध्यान छ त्यहाँ मुमालु तिनैजना एकैचोटि निस्क्यो लु हुन्छ मुमा उयसमै राख्नुपर्छ त्यो उयसमै त्यहाँ राखेर हुन्छ हुन्छ मुमा हुन्छ मुमाले फ्याँक्नु हुँदैन भन्नुहुँदैछ हो फर्स्ट कैँची लु ह्याप्पी भाइ गोल कटिङ हुन्छ फेरि छोरी जस्तो दिन सक्छु I'm ready to very first time haircut है स्टेम गरे ल आस्ने ह्यापी हुनु ह्यापी हुने अब त बुबुको केस काटेको हेर्दा चाहिँ डोडोले डोडो 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 सुतेन डोडोले माम खायो ए हुँदो रहेछ दामी अनुरोध जस्तै देखेँ अरे केस काटेर पनि एकदमै क्युट देखेँ मेरो छोरालाई चाहिँ राजा रुएन नि मुमा धन्न है राजा रुएन अलिकति अब अलिकति कम्ती नै क्युटेस्ट बोय पो भयो त भाइ त झन् रुएन धन्न भाइ त न फेरि पनि हामीलाई यसरी पर्दाखेरि शुभ कार्यमा हाम्रो बाटो नछेकियोस् भाना भान्जोहरूलाई आशीर्वाद लागोस् मामा माउलीको बाजे बोजूको भनेर उहाँले बहिनी दिदी उहाँले भन्नुहुँदै रहेछ खालि तपाईँको शिर साया लाख हाम्रो कुराबाट भन्छ साया लाख अपेक निने फेरि बाटो नसरे शुभ कार्य गर्दाखेरि हाम्रो बाटो नमरोस् दैव दशा नलागोस् आजदेखि नानीको यस काट्ने दस्तुर गरिदियो कन्या राखेर गरिब रामताको वालङ्गी अवतापन गरिदियो दस्तुरमा चाहिँ एकदम नानीलाई बधाई छ अब जिउ शरीर भइन्जेल मुम्ने त्यतिकै मान हो सम्मान हो
किन पर्दैन लु मेरो छोरालाई चाहिँ मैले रेडी बनाएर चाहिँ त्यहाँदेखि पूजामा राखेँ र नानी चाहिँ पूजाको रीतिहरू गर्दैछ। मैले चाहिँ नानीलाई ड्रेस लगाएकोहरू त्यस्तोहरू भिडियो केही गर्नु पाइनँ, त्यसपछि बिजी थिएँ म चाहिँ। अन्त त्यहाँदेखि चाहिँ नानीलाई चाहिँ केस काटिसकेर चाहिँ रेडी गरेर पूजाको रीतिहरू गर्दैछ उसले। र हेर्नुहोस् होला मेरो नानी चाहिँ कस्तो क्युट देखिरहेको थियो हो, राईको फुल ड्रेस लगाइदिएको थिएँ मैले राईको। हेर्नुहोस् होला कस्तो क्युट देखिरहेछ। जिउ गर्न अब टाउकोमा लगाउनु। अब जिउ गर्नु, जिउ गर्नु। अब यता देवालाई बिबी, यता देवा, यता देवाला, देवाला। जिउ गर्नु, जिउ। फुल दिनु भयो बुबु, मुमालाई जिउ गर्न। अब जिउ सिङमा गरेको मात्रै सर्वशान्ति यो लम्बिने निनाममा अचम्म छ मुङने खाना अब त हुन्छ अब त्यति राख्दा भयो अब यता टिका लाउनु हुन्छ खाना खाइलो स्लो पहिला रेडी न ल रेडी फेरि अलिक छेउछेउमा बस्नु छेउछेउमा चिनेको जस्तो गर्यो न भाइले मङ्गल मार यस 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 ये भन मामासी चाहिँ यता रहेछ मामासी कस्तो हुँदैछ पूजा पनि सुरु भयो हो। हामी चाहिँ सबै ढोकहरू सबै सकिसक्यो र म चाहिँ अब नानीलाई माम खुवाएर चाहिँ अब नानीलाई यहाँ मण्डपमा राख्ने बेला भयो हो। फोटो सेसन हुँदैछ नानीको चाहिँ देवाहरूसँग। लु हाम्रो दिनेश दाजुले केस काटिदिएको। अब दिनेश दाजुलाई दस्तुर जानु हुने अन्त दिन्छ जो गइहाल्नु भएको। धन्यवाद तपाईँलाई। फर्स्ट अब यहाँ 3 जना भइसक्यो नि, 3 जनाको फर्स्ट हात लगाएको है। हुन्छ दाजुले एकदमै धन्यवाद तपाईँलाई। ल खानाहरू खानुभयो? दियान्स से थ्याङ्क यू दियान्स बाई बाई। अङ्कल थ्याङ्क यू